केटा मान्छेहरूलाई दुःखमा साथ दिने कोही पनि हुँदैन क्या। इभन उसको मनमुटुमा बसेको श्रीमतीले पनि दिँदैन क्या उसको साथमा पैसा छैन भनेदेखि। बुझ्नुभयो नि? दुःखको समयमा कोही पनि हुँदैन, सबैले लात हानेर गएको हुन्छ क्या। जब ऊ सबै कुराबाट भरिपूर्ण भएको छ, पैसा कमाएर टन्न अब आफू जे पनि गर्न सक्छु भन्ने एकदम सक्षम भएको छ नि, त्यो टाइममा उसको खुट्टामा शत्रु पनि निहुरेर ढोग्न आउँछ क्या। श्रीमती, घर परिवार, इष्टमित्र भनेको त परको कुरा हो क्या। बुझ्नुभयो नि? त्यही भएर एउटा पुरुषको लागि सब थोक भनेको पैसा हो क्या। इज्जत भनेको पैसा हो, श्रीमती भनेको पैसा हो, बुवा आमा इष्टमित्र छर छिमेकी भनेको पैसा हो क्या एउटा पुरुषको लागि। तपाईँहरूले जेसुकै भन्नुहोस् होइन, तपाईँको साथमा पैसा छैन भनेदेखि कोही छैन, केही छैन। आफ्नो दुःखदेखि लड्ने, आफ्नो दुःखमा भिज्ने भनेको एउटा पुरुष नै हो क्या, अरू कोही पनि हुन सक्दैन। बुझ्नुभयो नि? जसलाई साथ सफल हुँदा दिन्छन् क्या मान्छेले, दुःख पर्दा कोही हुँदैनन्, बिचरा भन्ने पनि हुँदैन क्या। बुझ्नुभयो नि?